नेपालमा अभिभावक प्यारेन्ट्सहरूको साझा समस्या खास गरेर सानो क्लासमा पढ्ने बच्चाहरू छन् भने पढाइमा त मेरो बच्चा एकदम राम्रो छ तर पढ्नमा मनै लाग्दैन। यस्तो प्याराडक्सियल कम्प्लिमेन्ट, विरोधाभासीपूर्ण प्रशंसा, यस्तो मानौ कि मेरो युट्युब कन्टेन्ट जस्तो कन्टेन्ट भिडियो त धेरै राम्रो छ तर भ्युज र सब्सक्राइब नै आउँदैन। कुराहरू चाँडै टिप्छ मेरो बच्चाले, चाँडै बुझ्छ तर पढ्नमा मनै लाउँदैन। मेरो फोनको चार्जर जस्तो, चार्जर चाहिँ एकदम छिटो हुन्छ तर ब्याट्री पर्सेन्ट नै बढ्दैन। दिमाग तेज छ मेरो बच्चाको तर पढाइमा बाहेक बुद्धि भरिएको छ तर पढाइमा चल्दैन। मोबाइल चलाउन दियो रातभरि सुत्दैन, किताब खोलेर पढ्न बसायो भुसुक्कै निदाउँछ। मानौ कि किताबमा ब्राउन सुगर भरिएको छ, त्यसको नसा लिने बित्तिकै भुसुक्कै निदाउँछ। यसको अर्थ यो भयो कि बच्चालाई जागा राख्नु छ भने मोबाइल चलाउन दिनुस्, बच्चा सुताउनु छ भने किताब खोलेर दिनुस्। मोबाइल चलाउन दियो 5 घण्टा एकै ठाउँ बसेर हेरिदिन्छ। किताब खोलेर पढ्न बस भन्नुपर्छ, किताब खोल्ने बित्तिकै उसलाई प्यास लाग्छ, जिउ चिलाउँछ, कमिलाले टोक्छ, टोयलेट लाग्छ, भोक लाग्छ। मानौ मैले उसलाई किताब खोलेर पढ्न दिएको छैन, कुकुरको जिउमा मर्तेल छर्किदिएको छ, त्यसै गरी छनमन गरिरहन्छ। नेपालमा प्यारेन्ट्सहरूलाई त लाग्दो होला बच्चा त मेरो तेजै छ, साला यो टिचरै खराब हो कि स्कुल खराब हो कि यो सारा बच्चाहरूलाई पढाउने साला सिलेबसै ठिक छैन। बच्चा त मेरो धेरै तेज छ, धेरै राम्रो छ। र अन्त्यमा आफ्नो बच्चाको भलाइको लागि यो भिडियोलाई एक लाइक, कमेन्ट र सेयर गरिदिनु होला बच्चाको उज्जवल भविष्यको लागि। र अन्त्यमा सब्सक्राइब पनि।